हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल राजेश ब्लग भिडियोमा। आज म फेरि पनि एउटा नयाँ ब्लग भिडियो लिएर तपाईहरुको लागि उपस्थित भइसकेको छु। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकन पनि प्रेस गरिदिनु होला। र आज मेरो छुट्टी भएको कारणले म फेरि भिडियो बनाइरहेको छु तपाईहरुको लागि। म आज यहाँ नजिकै मेरो रुमको नजिकै एउटा पार्क छ, त्यही पार्क जाँदैछु। तपाईहरुलाई लिएर आउनेछु पार्क। तपाईहरु भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला। हेर्न सक्नुहुन्छ यो हाम्रो होस्टेल हो र होस्टेलको वरिपरि यस्तो वातावरण छ, शान्त वातावरण छ र मलाई अलि मेरो फेस पनि हेर्दै हुनुहुन्छ। म अलि सन्चो छैन मलाई, त्यही भएर आज म छुट्टी बसेको थिएँ, ड्युटी गएन। भोलिदेखि अब भोलि हेरौँ कस्तो अलि सन्चो निको भयो भने भोलि ड्युटी जाउँला। यस्तै हो परदेशको जिन्दगी है, काम गर्नै पर्छ तपाईँ बिरामी भए पनि नभए पनि। तर म चाहिँ साह्रै अलि बिरामी भएर मेरो अलि ढाडको समस्या भएकोले कारणले म चाहिँ गइनँ। सामान्यतः बिरामी भयो भने त ड्युटी जानै पर्छ, नत्र भने पैसा काट्दिन्छ। मेरो अलि ढाडको समस्या छ, नसा च्यापिएको छ, साइटिका भनेर तपाईहरुलाई थाहा होला, त्यही साइटिका हो मलाई। र हिजो त्यही अलि ड्युटीमा भारी उचाल्ने भएकोले कारणले मेरो फेरि बल्झेको हो। र क्लिनिक गएर म क्लिनिकबाट एमसी पेपर, जुन कि यहाँको क्लिनिक पेपर भन्छ, छुट्टी पेपर लिएर मैले बुझाइदिएको छु। त्यही भएर मेरो चाहिँ पैसा काट्दैन, रेस्ट दिएको छ, डाक्टरले रेस्ट गर्नु भनेको छ। यहाँ त बिना क्लिनिक पेपरको पनि यदि तपाईँ छुट्टी बस्नु भयो भने त पैसा काट्दिन्छ है। हाम्रो नेपालको जस्तो होइन, अलिकति बिरामी भयो या टाउको दुख्यो या ज्वरो आयो भने आज काम गर्न जाँदिनँ, बिरामी छु, त्यस्तो भन्न पाइँदैन। यहाँ चाहिँ यहाँ बिना क्लिनिक पेपर एमसी पेपरको तपाईँ बस्नु भयो भने तपाईको पैसा काट्दिन्छ बेसिक भएर, त्यसपछि ओभर टाइम काट्दिन्छ। यदि यो महिनाको पब्लिक छ भने पब्लिक पनि काट्दिन्छ, पब्लिक पनि दिँदैन। त्यही भएर तपाईहरु पनि यदि बिरामी पर्नुभयो भने क्लिनिक पेपर ल्याएर क्लिनिक पेपरको अलि बुझाइहाल्नु, अनि पैसा काट्दैन है। म दिनभरि रुममै बसेर हेर्नु न फेस कस्तो भइसकेछ। त्यही भएर अहिले बेलुका पख चाहिँ यसो बाहिर पार्कतिर गएर हावा खाऊँ भनेर एउटा भिडियो पनि बनाइहालौँ भनेर अनि म यहाँ पार्कतिर चाहिँ जाँदैछु। परदेशीको जीवन, गरिबको छोरो, यस्तै हो। यहाँ हेर्नुहोस् बेलुका भइसकेको छ, 7:30 भइसकेको छ है। नेपालमा त अहिले 5 पनि बजे छैन, 5 बजिसक्यो होला नेपालमा। यहाँ त अन्धेरा, बत्ती पनि बलिसकेको छ हेर्नुहोस्। त्यही भएर म चाहिँ यहाँ पार्कमा जाँदैछु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनु होला है। र अब म धेरै छिटो यो च्यानलमा राम्रो भिडियो लिएर आउँदैछु है तपाईहरुको लागि, जुन कि तपाईहरुको लागि एकदम युजफुल हुनेछ है। युट्युब सम्बन्धी टिप्स एन्ड ट्रिकहरू, त्यसपछि डिमान्ड लेटरहरू, त्यसपछि न्युज सम्बन्धीहरू, यस्तै भिडियोहरू चाहिँ म यो च्यानलमा लिएर आउनेछु, त्यो पनि धेरै छिटो है। युट्युबको थम्बनेलहरू के कसरी बनाइन्छ,
0 देखि स्टार्ट गरेर मोनिटाइज सम्मको भिडियो म लिएर आउँछु तपाईहरुको लागि है। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनु होला है, र एउटा कमेन्ट पनि गरिदिनु होला है, तपाईहरु कुन ठाउँबाट हेर्दै हुनुहुन्छ। हेर्नुस् यो हो हाम्रो नजिकैको पार्क है। यसमा बच्चा बुच्चीहरु खेल्छ बेलुका बेलुका, अहिले चाहिँ छैन, अब एकछिनपछि आउँछ होला। हेर्नुस् यो बच्चाहरुलाई चिप्लिने है, अनि यतापट्टि चाहिँ त्यो सानो रोटेपिङ छ है। यस्तै हो अब यहाँ गाउँघरमा सानो पार्क यहाँको सरकारले, मलेसिया सरकारले चाहिँ यहाँको बासिन्दाहरूलाई राम्रो सुविधा दिएको छ। ठाउँ ठाउँमा नजिकै पार्कहरू बनाइदिएको छ, बच्चाहरूलाई बुढापाकालाई बेलुकापाखाहरू घुमफिर गर्नको लागि सजिलो होस् भनेर यस्तो पार्कहरू बनाइदिएको छ। हेर्न सक्नुहुन्छ मुनि कति हरियो छ है। मेरो च्यानलमा अब नयाँ भिडियो कन्टिन्यू आइरहेको छ है। डेली त नभनौँ, हप्तामा 2-3टा भिडियो आइरहेको छ। जस्तै युट्युब स्टार्टिङ चाहिँ म युट्युबबाट बनाउने छु है। युट्युब च्यानल कसरी बनाउने, भिडियोहरू कसरी पोस्ट गर्ने, भिडियोलाई राम्ररी अपलोड कसरी गर्ने, ट्याग कसरी लाउने, थम्बनेल कसरी बनाउने, र च्यानललाई अलि राम्रो डिजाइनिङ गरेर कसरी बनाउने, च्यानल लोगो कसरी बनाउने, त्यसपछि च्यानल आर्ट कसरी बनाउने है, लिएर त्यसपछि भिडियोहरू अपलोड गर्ने, कपिराइटहरू आयो भने कपिराइटहरू कसरी हटाउने है। जस्तै अनि मोनिटाइजको लागि एप्लाई कसरी गर्ने, मोनिटाइज कसरी गर्ने, कति भिडियो हाल्दा मोनिटाइज हुन्छ, कति वाच टाइम पुगेपछि मोनिटाइज एप्लाई गर्न सकिन्छ, र कति पैसा कमाइसकेपछि हाम्रो बैंक खाता जोड्न सकिन्छ, एडसेन्सको लागि एप्लाई गर्न सकिन्छ, हाम्रो एड्रेसमा एडसेन्सको पिन कसरी जान्छ भनेर सुरुदेखि A to Z म एन्डसम्मको भिडियो 1 by 1 गरेर तपाईहरुको लागि म अपलोड गर्नेछु है। तपाईहरु च्यानल चाहिँ सब्स्क्राइब गरिदिराख्नु होला है। त्यसपछि अर्को भिडियोहरू पनि आउँछ, जस्तै कि मलेसियाको डिमान्ड लेटरहरू। जस्तै म मलेसियामा छु, त्यही भएर मलाई यहाँको धेरै जसो कम्पनीहरू थाहा छ, किनकि म समथिङ 11 वर्षदेखि मलेसिया बसेको, त्यही भएर यहाँको हावापानी मलाई राम्ररी थाहा छ। र मैले सकेसम्म चाहिँ म राम्रो डिमान्डहरू, राम्रो कम्पनीको डिमान्डहरू, कमाइहरू के कस्तो हुन्छ भनेर म सम्पूर्ण जानकारी सहितको भिडियो बनाउने छु। त्यस्तै भिडियोहरू म मेरो युट्युब च्यानलमा अपलोड गर्नेछु है तपाईहरुको लागि। त्यसपछि अरू युरोप कन्ट्रीहरूको तपाईहरुको जब अफर लेटरहरू कसरी चेक गरिन्छ, कुन वेबसाइटबाट तपाईको ओरिजिनल जब अफर लेटर आएको हो कि फेक हो भनेर त्यो पनि चेक गर्ने म एउटा भिडियो बनाएर लिएर आउँछु। र साथै तपाईहरुको लागि अर्को AI भिडियो है, AI भिडियो जेनेरेट कसरी गरिन्छ, AI बाट भिडियो कसरी बनाउन सकिन्छ, त्यसको भिडियो पनि म 1 by 1 पार्ट बाई पार्ट गरेर अपलोड गर्नेछु है तपाईहरुको लागि। सो च्यानललाई सब्स्क्राइब गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने है, र भिडियो चाहिँ एउटा लाइक गरिदिनु होला है साथीहरु भिडियोमा, किनकि तपाईहरुको लाइकले मलाई मोटिभेसन मिल्नेछ है। मैले बनाएका भिडियोहरुमा तपाईहरुले कमेन्ट गरिदिनु भयो भने, लाइक गरिदिनु भयो भने मलाई पनि अलि भिडियो बनाउने इच्छा जागृत हुन्छ, र म अरू पनि भिडियो बनाउँछु है। साथीहरु तपाईहरुले एउटा लाइक गरिदिँदैमा तपाईहरुको केही जाँदैन, त्यही भएर लाइक गरिदिनु होला र कमेन्ट गरिदिनु होला।
तपाईलाई लागेको आफ्नो मनका जिज्ञासाहरू कमेन्ट गरिदिनु होला। केही सम्बन्धी सोधपुछ गर्नुपर्ने छ भने त्यो पनि कमेन्ट गरिदिनु होला। र मैले अझै एउटा कुरा भन्न बिर्सेँ है, युट्युब र यता एआई भिडियो डिमालेटरहरूको मैले सबै भनिसकेँ। र अर्को चाहिँ फेसबुक सम्बन्धी है, फेसबुकमा पैसा कसरी कमाउने, मोनिटाइज कसरी गर्ने, स्टार टुल्सलाई अन कसरी गर्ने, सब्सक्रिप्सन टुल्सलाई अन कसरी गर्ने, यो सम्पूर्ण जानकारी भिडियोहरू लिएर म तपाईँहरूको लागि उपस्थित हुन्छु। अब तपाईँहरूलाई लाग्ला यसले गफ दिइरहेछ भनेर। मैले युट्युबको करियर 7 वर्षदेखि म युट्युबमा लागि परेको छु र योभन्दा अगाडि मेरो च्यानल चाहिँ थिएन है। मैले युट्युब म्यानेजिङ डाइरेक्टर गरिरहेको थिएँ है, म्यानेज गरिरहेको थिएँ अरूको च्यानललाई। अब तपाईँ नपत्याउनु होला, पत्याउन सक्नुहुन्न, नपत्याए अब तपाईँ सर्च गर्नु होला है। एउटा राधा फिल्म्स छ जुन मैथिली गीतहरू त्यसमा अपलोड हो। म साङ्गीतिक क्षेत्रको मान्छे है, त्यही भएर मोडल आधुनिक गीतहरू पनि हुन्थ्यो, भोजपुरी गीतहरू, मैथिली गीतहरू प्राय जसो मैले म्यानेजिङ गरेको छु। राधा फिल्म्स छ, राधा फिल्म्स 2 छ च्यानलको नाम चाहिँ। अर्को टुन म्युजिक वर्ल्ड छ है, अनि अर्को देवयानी म्युजिक छ, अनि अर्को सरलाई म्युजिक छ। यो च्यानलहरू सर्च गर्नुहोस् र च्यानलको अबाउट सेक्सनमा गएर तपाईँ हेर्न सक्नुहुन्छ है। च्यानल म्यानेजिङ बाई राजेश इनोसेन्ट मेरै नाम छ त्यहाँ है। मेरो नम्बर पनि छ, मोबाइल नम्बर, इमेल नम्बर पनि दिएको छ। त्यही भएर मैले 7 वर्षको करियरमा युट्युबमा जानेका बुझेका सबै कुराहरू तपाईँलाई म 1 बाई 1, 1 बाई 1, पार्ट बाई पार्ट गरेर सिकाउँछु है। हस्त साथीहरू, भिडियो लामो भइसक्यो है। भिडियोलाई हेरिदिनु भएकोमा धन्यवाद छ तपाईँहरूलाई है। अब चाहिँ म यो पछिको भिडियो अब राम्रो लिएर आउँछु है। यो ब्लग भिडियो चाहिँ लास्ट डे छ है साथीहरू।